जय बजरङ्गबली। म पनि यस्तै ठाउँमा एउटा घर बनाउन मन छ। गाइस लाइक गर मेरो भिडियोलाई भन त लभ यु अल। हेलो 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 के छ काबे? पारी आइपुगिसकेपछि चाहिँ यस्तो दामी भ्यू पहाडको ठ्याक्कै तल चाहिँ के भन्छ यसलाई पहाडको काखमा बसेको जस्तो फिल हुन्छ होला है त्यहाँको घरको मान्छेहरूलाई। सो ब्युटिफुल है। हाई एभ्रिवान वेलकम अगेन। आज हामी हाइकिङ जाँदैछौँ स्याटरडे चम्पादेवी। र यस्तो दामी भ्यूहरू बाटो बाटोमा देखिने रहेछ। सो एक्साइटेड कहाँसम्म पुगिन्छ होइन। हिँड्दैछौँ अब बाटो बाटोको क्लिप्सहरू पनि राख्नु पर्ला। सो लेट्स गो टुगेदर। बाटो यस्तो दामी छ आजको मौसम होइन। सो गुड। लुक एट द भ्यू है। गालीको भ्यू यति दामी देखेको छ। यो पानी परेर पनि होला। यस्तो दामी रहेछ यहाँ चाहिँ। गाउँ जस्तो रहेछ हो सानो सानो। वाउ इट्स गुड। भनेपछि बाइक स्कुटर पनि आउने रहेछ है माथिसम्म। 3-4 मिनट हिँडेपछि चाहिँ गाउँ जस्तो रहेछ। यस्तो दामी दामी चक्की क्वालिटीको क्या पिसफुल गाउँ हो। त्यो कति ठुलो पहिरो देखिरहेको छ है। सही लाग्यो मलाई ठाउँ चाहिँ एटलिस्ट। वाउ लाग्यो। यस्तो स्मल भिलेज टाइपको रहेछ नि त। वाउ यस्तो क्युट क्युट घरहरू रहेछ। यतातिर जग्गा कसरी छ होला। अब त्यहाँ खेतबारीमा काम गरिरहेछन्। यता एउटा डिफ्रेन्ट भिलेज चाहिँ एक्सप्लोर गरे जस्तो भयो। हेलो डोगेश भाइ। यहाँनिर बाख्रा पनि छ। त्यहाँ झगडा गरिरहेछन् 2टा बाख्रा है। मेरो स्टोरेजले कति भ्याउँछ फोनको। तर क्या पिसफुल लाग्यो हो मलाई चाहिँ। ल यहाँ हाम्रो बाख्री बहिनीसँग कुरा गरौँ है त। हेलो 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 के छ काबे? जो कुछ क्युट हो। तल चाहिँ मस्त गाउँ जस्तो देखिरहेको छ। इन्भाइरोमेन्ट चाहिँ एकदमै पिसफुल देखियो यहाँको। हेलो वाउ 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 कस्तो दामी देखेको हो। म पनि यस्तै ठाउँमा एउटा घर बनाउन मन छ। पारी आइपुगिसकेपछि चाहिँ यस्तो दामी भ्यू पहाडको ठ्याक्कै तल चाहिँ के भन्छ यसलाई पहाडको काखमा बसेको जस्तो फिल हुन्छ होला है त्यहाँको घरको मान्छेहरूलाई। सो ब्युटिफुल है। कस्तो नजिक क्या जङ्गलको। यता अर्को पहाड भयो। के भयो के भयो के भेट्यो डोगस भाइले। ठ्याक्कै मलाई मेरो गाउँ गएको जस्तो फिल भयो नि त हो। ए यहाँ अर्को यहाँ डोगेश भाइले यहाँ अर्को डोगेश भाइ देख्नु भएछ। के छ खबर के छ? बाई बाई। जङ्गलको छेउमै आइपुग्यौँ। अलमोस्ट 15 मिनट हिँडिसकेपछि यस्तो दामी पालुवाहरू पलाइरहेछ कि। लुक है यो पानी परेर पनि होला। अलिक चाँडै पानी पऱ्यो नि त। अनि बसन्त ऋतु अफकोर्स। वाउ यो पलाइरहेछ नि यो पालुवाहरू टु गुड क्या। लुक एट द फ्लावर। यो यहाँ चाहिँ ओइसोले हामी चट्ट लगाएर अलिकति चाहिँ खायौँ। सानो सानो फ्लावर्सहरू यस्तो क्युट लाग्छ कि मलाई। बाटो बाटोमा भएको चाहिँ उसमा हुन्छ नि यस्तो क्युट लाग्छ कि है। सही लाग्छ। यस्तो दामी देख्यो। अलमोस्ट 15 मिनट जति हिँडिसक्यो। रातो पिरो भइसक्यो। हल्का हल्का घाम छ तर यस्तो ब्युटिफुल मौसम छ होइन। सो बुढिया डोजरले चाहिँ बाटो बनाउँदै रहेछ। For my subscribers, subscribe कर दो यार। Love you all। यस्तो बाटो बनाउँदै डोजरले। हो यस्तो क्युट क्युट मूर्तिहरू पनि रहेछ। खुदाइ चल्दैछ। ऊ त्यहाँनिर हाम्रो हनुमानजीको मूर्ति पनि छ जस्तो लाग्यो। यहाँदेखि भ्यालीको भ्यू यस्तो देखिने रहेछ। हो क्या देखो हमारे बापू को।
बजरङ्गबलीको मूर्ति रहेछ। जय बजरङ्गबली। ओ माई गुडनेस, हाउ ब्युटिफुल। मेरो पनि खेल्नुहुन्छ यहाँ हो? मेरो युट्युब च्यानल छ नि, पछि गएर हेर्नु है। है युट्युब हेरिन्छ कि नै? हेरिँदैन? हाम्रो सानो सानो फ्युचर सब्सक्राइबरहरूलाई देखाइदिन्छ। हेलो गाइज, मेरो सब्सक्राइब गर्नु है च्यानल है, च्यानलमा लाइक गर्नु है, भिडियो बनाएर हाल्छु। नामै हुन्छ अरे यसले त हाम्रो बाजेहरू यो यति मेहनत गरेर भिडियो बनाएको छु, इन्जोय पनि भइरहेछ। सब्सक्राइब हानौँ न यार, सब्सक्राइब जम्मा 1003 छन् क्या, लाजो गरेर त्यो पैसा मिल्ने चाहिँ होइन है, मोटिभेसन हुन्छ भन्ने म झरम के गरेँ खै पुत्का ऐसले टिपेर खाँदैन क्या। ए त्यो पनि बेस्ट भयो। गाइस लाइक गर मेरो भिडियोलाई, भन त लाइक गरिदिनुहोस् है दिदीको भिडियोलाई भनिदेऊ त ल। खै थ्याङ्क यू ल, बाई बाई। ओ भाइ गुड डेस टिप्नै पो क्यारियो त यति धेरै फलेको रहेछ। लुक ओ एन्ड आधा बाटो हिँडिसक्यौँ भनौँ। हामीलाई पुग्नु चाहिँ ऊ त्यो माथिको चुचुरोमा छ, त्यहाँदेखि पनि भ्यालीको भ्यू देखिन्छ। लगभग आधा हिँडिसक्यो। ओ अनि हल्का हल्का घाम छ, मौसम एकदमै ब्युटिफुल छ भनौँ। मौसमले एकदमै राम्रो साथ दिएको छ। हिँड्दैछौँ कहाँसम्म पुगिन्छ है। ऊ यस्तो दामी फलेको छ कि के रहेछ यो, कस्तो दामी दामी। हामीले काफल र ऐसिलु, काफल खाना चाहिँ बाँकी छ, ऐसिलु चाहिँ खायौँ भनौँ। सबभन्दा बेसी बाटो चाहिँ हिँडिसक्यो हामीहरू। अनि यस्तो मजा आइरहेको छ नि हिँड्नलाई। बाटो हामी चुचुरामा पुग्नेवाला छौँ। चुचुरामा चाहिँ वाउ, भ्यू हेर्नुको लागि चाहिँ हामी यस्तरी डुलेर आयौँ। बाटो यस्तो दामी छ होइन, उफ कपाल खोलिदिउँ होला। हो यस्तो मजा आयो नि। ल यहाँहरू चाहिँ पानीहरू पाउने रहेछ। सो हामी एक दुईवटा पानी चटपट पाउने रहेछ। शनिबारको दिन भएर पनि होला सायद। यहाँ केही किनमेल गर्नु पऱ्यो। ल गाइस मैले यहाँ चाहिँ एउटा पानी किनेँ, जुन मलाई पानीको चाहिँ 50 रुपिस पऱ्यो। अलिक महँगो पऱ्यो तर ठिक छ, किनभने यत्रो उकालो हिँडेको यो ठाउँमा पानी पाउनु पनि त गाह्रो जस्तो थियो नि त होइन। सो यस त्यस्तो छ। अनि हामी चाहिँ अब यहाँदेखि पानी किनेर हामी 2 बोतल ल्याएको थियौँ, त्यो पनि नपुग्ने कि भन्ने भएर चाहिँ एक्स्ट्रा लिइहालेको। जाँदैछ हामी ऊ त्यो माथिल्लो डाँडामा चाहिँ। यो कतिवटा डाँडा छन् भिडियोहरू भन्नु होला है त। यो अर्को डाँडामा आइपुग्यौँ। लु त्यो गाउँ हेर्नुहोस् त, पहाडको बिचमा चाहिँ एउटा गाउँ छ पुरा यस्तो गहिरोमा। हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनसम्म पुग्यौँ। चम्पादेवी चाहिँ अब नेक्स्ट टाइम हुन्छ होला, अहिलेको लागि यतिमै चित्त बुझौँ। वाउ look at the sky, look at the destination. Oh wow, यति धेरै मान्छेहरू छन्। यो चाहिँ हाम्रो डेस्टिनेसन। यहाँदेखि चाहिँ भ्याली देखिन्छ। यो चाहिँ होइन फोहोर मलाई, तर यहाँ डस्टबिन छैन। यो चाहिँ रह्यो भ्याली। वाह वाह आँखामा पऱ्यो कि। ओके गाइज, ल हामी अब यहाँबाट फर्किनेवाला छौँ।
के भन्छ हात्तीवनकोदेखि चम्पादेवी चाहिँ हामी जान सकिएन नेक्स्ट टाइम फेरि भेटौँला चम्पादेवीको ब्लगमा बाई बाई सी यू अन नेक्स्ट भिडियो लाइक गर्न सब्सक्राइब गर्न नबिर्सिनु होला